हामी कहाँ जाँदैछौँ? व्हाट्सअप गाइज हामी चाहिँ आज मुभी सेट जाँदैछौँ कुङचोली मुभी हेर्न चाहिँ अनि अमरपथ गुन्डावाला अमरपथ हामी चाहिँ आज गौथली ठाउँ हेर्न जाँदैछौँ। थोरै थोरै क्लिप भए पनि हजुरहरूलाई देखाउँछौँ। गाइज मेरो नाम हो समीर भण्डारी। म 10 वर्षको छु। म 3 क्लासमा पढ्छु। यो यहाँ मेरो दिदी हुनुहुन्छ अनि आज मुभी हेर्न जाने हो। त्यही अब फुल भिडियो हेर्नुहोस् ल। बाई गाइज। गाइज हामी हिँड्नेछौँ, अटोमा बस्छौँ, हेर्नु सक्छ र यहाँमा हुन्छ हाम्रो हामी हेर्नु आइगयो नि त। हामी यहाँ हुन्छ, यहाँ हाम्रो दिदी हुनुहुन्छ, यहाँ हाम्रो दिदी हुनुहुन्छ, यहाँ हाम्रो ठुलो मम्मी हुनुहुन्छ, यहाँ हाम्रो मम्मी हुनुहुन्छ। हामी फिल्म हेर्न जाँदैछौँ गौथली अमरपथ। अनि यहाँ आमा हुनुहुन्छ। अब चौरासी गर्ने बुढीलाई नाली हानेर देख्न अब पहिला हेरेको याद अहिलेको कस्तो छ त्यही भनेर हेर्न हिँडेको पुरै हेर्दै जानु र यो भिडियो। हामी यहाँ बाटोमा छौँ। यहाँ अगाडिमा दाइ हुनुहुन्छ। पुरै भिड अब एकछिनमा अब ल अब सिधा मुभेन्टमा हेर्नु बाइक। र गाइज त हामी पुगेछौँ र हामी पुगिसकेका छौँ ल। हामी पुग्यौँ, हामी जाँदैछौँ। यहाँ भिड छ त्यही भएर भिड छ त्यही भएर अब नाम त बिर्सिने है त्यही ठुलेर गौथली भनेर हेर्नु गयो अनि अरू र एउटा मेरो पहिला बिहा हुँदा अब पाले पुनि मारे पाप भनेर त्यहाँ बाउले अनलाई लिएर उदै पठाएँ। ठुले त्यस्तै बाउला पागल जस्तो त्यसैलाई पनि अब सम्पेर पठाएँ। घर जाँदा सासू रहेछ राक्षसनी काट्नु। अब त्यस्तै सासू पनि बिहे गरेर त बसिसो बिचरा लुकी लुकी पढेर पनि पास भएपछि पाल्यो कस्तो नाम चल्यो, कति राम्रो भयो, बुढाबुढी बिहे भयो, पर्व पनि रह्यो। मम्मी जस्तै भयो भनिया छ, छामिया छ, मम्मी जस्तै भयो बाउ जस्तै नभयो भनेर त ठुलेले कति खुसी भयो। उल्टी हालेर पानी खान पनि दियो, दुलैलाई माया पनि गर्यो। बिचबिचमा बाउला पनि त्यो माया त गरिया थियो। त्यो सासू त राक्षस निदो रहेछ, कत्रै नआगे गरिन। पछि एउटा उल्ट्याइदिई छोरो पाएर मऱ्यो। त्यहाँबाट नाति गाई भनेर छोरालाई र उसलाई खाल्टो खन्न पठाएँ। आफूले त त्यो बुहारीलाई त पिट्दा पहिला पनि पिट्दा मारी। पछि पनि फेरि त्यो सोचगरी बुहारीलाई लगेर चढेर भिरबाट उल्ट्याइदियो। त्यहाँबाट अब निकाल्ने भनेर त्यहाँ बाउछा आउँदा त खोज्दा त छैन। गौथली भनिया छ ढोका लाड सुनै थिएँ। पछि बाबु आएर त्यहाँ बाबुले बल्ल बल्ल ढोका हानेर मेरी छोरी टका भन्दाखेरि त्यही छुले निक्ल्यो बल्ल बल्ल। त्यहाँबाट खोल्न हिँड्नु गउँथली
घुम्न जाँदाखेरि त बराबर फर्रेन गर्दै एडामाडामा अन्त हिँड्दै गयो ऊ पनि होटेलमा बसेर 2-3 ठाउँ उधारो खाएर डुब्यो तपाईँ आमालाई मुभी हेरेर कस्तो रमाइलो त लाग्यो रुन पनि आयो यति दुःख भयो पनि आइलाई बस्नु पर्दो रहेछ भन्ने पनि आयो ए अब आइलाईको दुःख सहन पर्ने सहेर भए पनि बस्नु तर कस्तो तपाईँको जमाना पनि त्यस्तै बिहा हुन्थ्यो त्यस्तै बिहा गरेर गएकोमा पनि जाँदाखेरि झन् मलाई पनि दुःख त परेकै ल्याएरै यो त्यही दिन आजको देउता त झन् सम्झना आयो कस्तो रहेछ आइलाईको कर्म के गर्न पर्दो रहेछ सासूहरूको किरात छैन परै रहेछ नै लाग्यो पागल बाम दुलालभर घरिघरि मारा लाल घरिघरि मागरी आउने ससुरो पनि पछि त मिसाब गरेर त्यो राक्षसी सासू पछिबाट नछोएर पाइन अब दुलाले पनि सफर गरेन एक्लै मरि त होला नि पछिबाट त्यस्तै भयो हेर्दा हेर्दा गरी रुन पनि आयो हेलो गाइज हामी चाहिँ फिल्म हेरेर रुममा आइसकेका छौँ र फाइनल्ली गौथली मुभी चाहिँ एकदम राम्रो रहेछ बहुत राम्रो लाग्यो मलाई त तिमीलाई कस्तो लाग्यो मेरो भाइ बहुत राम्रो लाग्यो के भन्छौ त हेर्ने मान्छेहरूलाई दर्शकबिनहरूलाई राम्रै छ त मुभी तपाईँ पनि हेर्नुहोस् एकचोटि सबैले हेर्नु होला र तपाईँ र तपाईँसँगै कहिले आफ्नो परिवारलाई पनि लिएर हेर्नु होला आफ्नो बाबा मम्मी अरू दिदी भाइहरूले पनि लिएर जानुहोस् र हाम्रो च्यानललाई सब्सक्राइब लाइक अनि सेयर अनि कमेन्ट गर्नु चाहिँ नबिर्सिनु होला बाई बाई गुड नाइट कमेन्ट